साथीहरु आज म तपाईहरुलाई मोबाइलबाटै कोरियामा ट्रेनको टिकट कसरी लिने, कसरी काट्ने भन्ने कुरा म तपाईलाई मजाले सिकाइदिन्छु। तपाईले यो भिडियो पुरा हेरिदिनुस् है। सबैभन्दा सुरुमा चाहिँ तपाईले कोरियल एप सर्च गर्नुपर्ने हुन्छ। कोरियल एप सर्च गरिसकेपछि तपाईले त्यसलाई इन्स्टल गरी ओपन गर्नुहोस्। नाइथिकेटमा जानुहोस् र तपाईले यहाँ गइसकेपछि तपाईले यहाँ चाहिँ हुयुन खाइब गर्नुपर्ने हुन्छ। यदि हुयुन खाइब गर्नु भएको छैन भने चाहिँ सदस्यता दर्ता गर्नु भएको छैन भने चाहिँ तपाईले फिहुयुनबाट पनि गर्न सक्नुहुन्छ हैन। फिहुयुनबाट गर्दा चाहिँ यसरी गर्ने हो। तर चाहिँ मैले यहाँ चाहिँ हुयुन खाइब अलरेडी गरिसकेको भएर चाहिँ मलाई चाहिँ यहाँ दिदैन है, फिहुयुन गर्न दिदैन। यसरी तपाईले यो नाम अनि इन्जुङमनो तपाईले राख्नुहोस्। यसरी सबै फिलअप गरिसकेपछि इन्जुङमनो आउँछ। तपाईलाई भेरिफाई कोड राख्नुहोस्। भेरिफाई कोड राखेर अनि मैले यहाँनेर ओके गर्दाखेरि चाहिँ वर्ष अवधिसम्म पनि मैले लगइन नगरेको हुनाले यो आइडी चाहिँ निष्क्रिय गरिदिएको छ हैन। तर यसलाई चाहिँ फेरि लगइन गर्नको लागि चाहिँ फेरि प्रोसेस गर्नुपर्ने हुन्छ है। सदस्य नभएर गर्नुभन्दा पनि सदस्यता दर्ता गरेर गर्दा चाहिँ तपाईलाई बेटर हुन्छ है। मेरो सदस्य दर्ता पहिले नै भएको कारणले गर्दा यहाँनेर म सदस्य दर्ता राख्दैछु र यहाँ चाहिँ मैले पास सैमसंग पासमा चाहिँ मैले सेभ गर्ने कि नगर्ने भन्ने कुरा आएको छ। यो सेभ गर्ने नगर्दा पनि हुन्छ, यो क्यान्सल गरौँ है। अनि त्यसपछि अब चाहिँ म सुरु गर्छु तपाईको चाहिँ टिकटको प्रोसेस है। यो त भयो तपाईको हुयुन खाइबको विषय थियो र अब चाहिँ टिकटको विषय सुरु गरे है त। तपाईले टिकट काट्दाखेरि यहाँ चाहिँ कुन ठाउँबाट जाने हो यसरी सिलेक्ट गर्नुहोस्। जस्तै मैले छनन आसन राखे र कुन ठाउँमा पुग्ने हो जस्तै मैले सौल राखे है, यो फर एक्जाम्पलको लागि। अनि त्यसपछि कुन डेटमा जाने हो, आज 1 गतेको दिन भएर 1 गते देखाएको छ, तर तपाई अर्को दिन पनि जान सक्नुहुन्छ। भोलि जाने हो भने 2 गते राख्नुहोस् हैन। अनि कति बजे यहाँ चाहिँ नझुकिनु होला है। यो 0012 बजे भनेको चाहिँ यो रातिको समय हो है, दिउँसोको होइन। अनि त्यसपछि जस्तै मैले 10 बजे राखे भने अनि त्यसपछि तल हगिनमा राख्नुहोस्। अनि त्यसपछि चाहिँ हामी चाहिँ अरुणमा पढ्ने भएको कारणले गर्दा हाम्रो सुरुमै छ है। 13 वर्ष भन्दा माथिकोले चाहिँ यसरी राख्न सक्नुहुन्छ। 1 2 3 कति सिट हो हैन, तपाईले चुज गर्नुहोस्। जस्तै मैले 1 सिट राखे, हगिन गरे र अब चाहिँ यहाँबाट चाहिँ एल्सा सहीमा जानुपर्छ है। अनि एल्सा सहीमा यहाँनेर कन्फ्युज हुने साथीहरु चाहिँ धेरै छ है। म यहाँ विस्तृत रूपमा भन्छु हैन। यहाँ चाहिँ के भनेको छ भने यो चाहिँ अब हाम्रो यात्राको डेट हो है, हामीले यति गते यात्रा गर्ने हो र चाहिँ यहाँ चाहिँ यो केटीएक्स को नम्बर हो। 014 नम्बरमा हामी 014 नम्बरको ट्रेनमा चाहिँ हामी जानुपर्छ। अनि त्यसै गरेर यहाँनेर छ यो चाहिँ नर्मल सिट हो। यो भनेको चाहिँ स्पेशल सिट हो हैन। यो महँगो हुन्छ, यो चाहिँ सस्तो छ हैन, तपाईले देखि नै सक्नु भएको छ। अनि यो चाहिँ अब हाम्रो जानेर पुग्ने ठाउँ भइहाल्यो। यति बजे जान्छ भनेर चाहिँ देखाएको छ र यति बजे पुग्छ भनेर देखाएको छ हैन। धेरै पनि लाग्दैन रहेछ, 50 मिनेट समथिङ लाग्दो रहेछ हैन। अनि 40 मिनेट समथिङ मात्रै लाग्दो रहेछ। अनि यो मेजिन भनेको चाहिँ कस्तो भने यो बुक भइसकेको छ है। अनि यो चाहिँ यहाँनेर यो इन्टु जस्तो यो सिग्नल चाहिँ तपाईको एकदम नजिक पुगेको है, चलेको छ, चल्दै गरेको छ, तर नजिक सकिसकेको छ भनेर चाहिँ लगभग अन्तिमै देखाएको हो भनौं। अनि त्यसै गरेर चाहिँ अर्को कुरा चाहिँ के छ भने यो इप्सक र छासक भन्ने चाहिँ हुन्छ क्या। इप्सक प्लस छासक भनेर पनि आएको हुन्छ कहिलेकाहीँ यही हैन, यही प्राइसहरु देखाएको ठाउँमा हैन। अनि त्यसमुनि चाहिँ थेगिजुङ पनि लेखेको हुन्छ, थेगिहागी पनि लेखेको हुन्छ हैन। यो इप्सक र छासकमा चाहिँ के छ भने इप्सक चाहिँ
उभिएर यात्रा गर्ने हो, छवासक चाहिँ बसेर यात्रा गर्ने हो सिटमा होइन। तर इप्सक चाहिँ कस्तो हो भने हिँड्दै गर्दाखेरि आधी बाटोबाट चाहिँ सिट पाउन सक्ने कुरा हो यो खाली भयो भने होइन। अनि त्यसपछि त्यही भएर चाहिँ यहाँ चाहिँ थेगिजुङ पनि लेखेको हुन्छ। यो याक थेगी भन्नेहरू पनि लेखेको हुन्छ है, खास गरी याक थेगी नै लेखेको हुन्छ के अरे। अनि यो चाहिँ कस्तो हुन्छ भने चाहिँ यो हामी जस्तै मान्छेहरू चाहिँ लाइनमा बस्ने हो क्या याक गरेर होइन, तर पाएको चाहिँ होइन सिट। जस्तै अगाडिकोले क्यान्सल गर्यो भने यो फर्स्टकोले पाउँछ है, वेटिङमा बसेको फर्स्टकोले पाउँछ। फर्स्टकोले पनि त्यो समयमै पैसा तिरेन भने सेकेन्डकोले पाउँछ, सेकेन्डकोले पनि तिरेन भने चाहिँ अब मैले पाउँछु है लास्टमा होइन। अब जति नम्बरमा आफू छ त्यसले नि पाउँछ भनौँ न होइन। अनि त्यसपछि जाउँ हामी चाहिँ यो चाहिँ उनिङयोगुम भनेको चाहिँ कस्तो भने तपाईँको भाडा दरहरू हो होइन। अनि के भनेछ यल्ससियाग भनेको चाहिँ यो ट्रेनको टाइम हो। अनि यो चोसक सन्तेकमा जानु पऱ्यो हामी चाहिँ होइन, सिट सिलेक्ट गर्नुपर्ने हुन्छ। अब कस्तो छ भने चाहिँ स्याडोमा देखाएको चाहिँ मेजिन भइसकेको हो, बुक भइसकेको हो, र यो क्लियरली देखाएको नम्बर चाहिँ यो तपाईँले चुज गर्न पाउनुहुन्छ होइन, कुन चाहिँमा बस्ने हो। जस्तै 10 नम्बर मैले चुज गरेको छु है। चुज गरिसकेपछि हामीले चाहिँ एमएमा जानुपर्छ। अब यहाँनिर के भनेको छ भने यो चाहिँ के भनेको छ भने चाहिँ तपाईँले यो जुन चाहिँ दिएको समय छ यसभित्र चाहिँ तपाईँले पैसा तिर्नु भएन भने चाहिँ तपाईँको यो क्यान्सल हुन्छ भनेको छ होइन, टिकट चाहिँ क्यान्सल हुन्छ। यदि तपाईँले अहिले नै क्यान्सल गर्ने भने क्यान्सल पनि गर्न सक्नुहुन्छ प्रोसेस होइन। यदि तपाईँले पैसा तिर्नु भएन भने सोध क्यान्सल हुन्छ है टिकट। अब चाहिँ हामी खेल्जे हागीमा जानुपर्छ। अनि त्यसै गरेर यो चाहिँ हाम्रो डिटेल हो। डिटेल अब सबै ठिक छ भने हामी चाहिँ ठाउँमा जाऊँ है। अब यहाँ चाहिँ हामीले पैसा तिर्नुपर्ने हुन्छ कि होइन, तर कसरी तिर्ने भन्ने कुरो यहाँ दिएको छ, तल दिएको छ होइन। थोरै स्क्रोल गरौँ। यो तपाईँको प्रायः जसो यहाँ खाको पे चलाउने गरेका हुन्छन् मान्छेहरू होइन। अनि त्यसपछि पेको पनि चलाउने गरेका हुन्छन्। अनि स्यामसङ मनीमो पे पनि धेरैले चलाउँछन् होइन, नेभो पनि धेरैले चलाउँछन् होइन। तर चाहिँ वेगुइन चाहिँ के गर्छन् भने प्रायः जसो चाहिँ हामीले माथि चाहिँ यो के अरे खादु खेल्चेमा चाहिँ गर्ने गर्छौँ क्या हामी चाहिँ होइन। कार्ड नम्बर हाल्ने सिधै गरिदिने होइन, त्यसो गर्ने भएको भएर हामीले यहाँ चाहिँ आफ्नो कार्ड नम्बर राख्न सक्छौँ है। युहो किगानको वर्ष लेख्दाखेरि चाहिँ तपाईँले जस्तै 15 भनेर लेख्नुभयो भने मिल्दैन है। एयर चाहिँ कस्तो लेख्नुपर्छ भने 2015 नै लेख्नु पर्ने हुन्छ है। यहाँनिर चाहिँ तपाईँले अगाडिको नम्बर हाल्नुपर्ने हुन्छ आइडी कार्डको, जुन चाहिँ हाम्रो डेट अफ बर्थ हुन्छ है। अनि सबै कुरा ठिक छ भने चाहिँ हामीले अब खेल्ची गरिदिनु पर्यो। धेरै जसो चाहिँ कार्डबाट नै तपाईँले भुक्तानी गर्नुहुन्छ भने चाहिँ यसलाई सेभ गर्नुहोस् भन्न खोजेको होइन। अब तपाईँले यहाँनिर सेभ गर्नुभयो भने चाहिँ यहीबाट दर्ता गर्नुभयो भने चाहिँ तपाईँको अर्कोचोटि चाहिँ फेरि यसरी हानिराख्नु पर्दैन होइन। अनि त्यसैले चाहिँ तपाईँले ने गरिदिन सक्नुहुन्छ। अनि त्यसै गरेर यहाँनिर लेखेको छ नि खादु फेल्सिङ भनेर। यो खादु फेल्सिङ भनेको चाहिँ जस्तै कार्डको चाहिँ उपनाम हो होइन। यो चाहिँ कस्तो उपनाम हो भने मेरो चाहिँ उरी कार्ड भएको भएर चाहिँ मैले उरी कार्ड भनेर राखेँ। तर तपाईँले यहाँनिर आफ्नो नाम पनि राख्न सक्नुहुन्छ, अथवा चाहिँ वालेट मनी अथवा स्यालेरी कार्ड भनेर होइन, अथवा चाहिँ जे पनि के होइन आफूलाई सजिलो लाग्ने राख्न सक्नुहुन्छ। तर 10 वटा भन्दा चाहिँ कम हुनु पर्यो होइन नम्बर। अनि कार्ड नम्बर यो खिगान भइहाल्यो। तपाईँले यहाँनिर छजाङ गरिदिनु भयो भने सेभ गरिदिनु भयो भने चाहिँ तपाईँको यहाँनिर ओके भइसकेको छ है। तपाईँको प्रोसेस पूर्ण रूपमा भइसकेको छ। यो चाहिँ
यो चाहिँ केही होइन, यो चाहिँ ब्याक गर्दा पनि हुन्छ। अरू कार्डहरू छुगा गर्ने मात्रै हो होइन, यो थप्नु पर्यो भने मात्रै हो, यो चाहिँदैन हामीलाई है। अनि त्यसपछि यहाँनिर जुन चाहिँ यो ब्ल्याक आयो नि, यो चाहिँ कस्तो भने तपाईँको यहाँनिर चाहिँ तपाईँको टिकट देखाएको हुन्छ। यो चाहिँ कोरियरले सिक्युरिटीको लागि चाहिँ मलाई चाहिँ भिडियो चाहिँ खिच्न दिएन होइन, अनि स्क्रिनसट पनि गर्न मिल्दैन है। यहाँनिर भन्यो नि होइन, दिस एप डजन्ट अलाउ स्क्रिनसट्स भन्ने लेखेको छ होइन। यो चाहिँ स्क्रिनसटको लागि पनि स्वीकृति दिँदैन। अनि त्यही भएर चाहिँ तपाईँको यो क्युआरको चाहिँ टिकट आयो भने भयो है। अनि तपाईँले ट्रेन चढ्दाखेरि कुनै बस माग्यो भने पनि तपाईँले यही देखाइदिने हो होइन। अनि यो क्युआर कोड चाहिँ एकदम इम्पोर्टेन्ट हो। अनि त्यसै गरेर तपाईँलाई यहाँनिर लेखेको हुन्छ क्या, यो चाहिँ यति नम्बर डिब्बा हो होइन, यति नम्बर डिब्बाको यति नम्बर सिट है भनेर देखाएको हुन्छ। अनि यति नम्बर ट्रेन भनेर होइन। गलत समयमा मैले टिकट काटेछु अथवा गलत ट्रेन परेछ भने पनि तपाईँहरू आत्तिनु पर्दैन है। यसलाई तुरुन्तै क्यान्सल पनि गर्न सकिन्छ अथवा चाहिँ तुरुन्तै फेन्ग्याङ पनि गर्न सकिन्छ होइन। यहाँनिर लेखेको हुन्छ फेन्ग्याङ हागी अथवा चाहिँ फानवान हागी भनेर लेखेको हुन्छ होइन। अनि यसमा चाहिँ हामीले क्यान्सलै गर्नु पर्यो भने चाहिँ हामी यहाँनिर फानवान हागीमा जानुपर्छ र यहाँनिर यसरी यो दुईवटा टिक लाउने। अनि फानवान हागीमा गएर चाहिँ हामीले यसरी चाहिँ फानवान योछङमा गएर चाहिँ हामीले ओके गरिदियो भने चाहिँ हाम्रो तुरुन्तै क्यान्सल पनि हुन्छ है। लु हेर्नुहोस्, यो चाहिँ टिकट क्यान्सल पनि भइसकेको छ होइन। अब चाहिँ पैसा रिटर्न कति बेला हुन्छ भने तपाईँको तुरुन्तै पनि हुन्छ है। मेरो चाहिँ 10 मिनटमै पनि भएको थियो होइन। यो चाहिँ 3-4 दिन पनि लाग्न सक्छ होइन। अब कहिलेकाहीँ 5-6 दिन पनि लाग्न सक्छ, तर त्यति धेरै चाहिँ ढिला हुँदैन है, तुरुन्तै ब्याक हुन्छ रिटर्न है। तपाईँले यो भिडियोलाई ध्यान दिएर बुझ्नुभयो हेर्नुभयो भने कुनै पनि समस्या छैन है। तपाईँको यात्रा शुभ रहोस्, सफल रहोस् होइन।